दर्शकबिन आज फेरि नयाँ भ्लग लिएर यहाँहरूको सामु फेरि पनि उपस्थित भइसकेको छु र आज चाहिँ मैले हिजो एउटा आधुनिक घरमा चाहिँ माउरी आएको रहेछ। त्यति बेला चाहिँ माउरी आउने सिजन पनि सुरु हुन लागिसकेको कारणले यो चाहिँ घरमा हिजो माउरी आएको हो र अहिले माउरीको आवतजावत चाहिँ खासै गरेको छैन र के कति मात्रामा छ म खोलेर हेर्न लागिरहेको छु। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ मैले यसको ढक्कन खोलिसकेको छु र यसमा माउरी कति छ हेर्न लागिरहेको छु यति बेला। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ माउरी खासै धेरै त रहेनछ र माउरी यति बेला चाहिँ अलि साँझ परिसकेको कारणले माउरी अलि निष्क्रिय अवस्थामा छ र यहाँ देखिराख्नु भएको छ र यो घरमा चाहिँ फ्रेमहरू पनि राखेको छैन र त्यस हुनाले अब यसमा चाहिँ फ्रेमहरू मिलाएर राखिदिनु पर्ने हुन्छ। र दर्शकबिन यसमा माउरी अलि थोरै भएको कारणले यो तीनवटा आधार चाका जोडेको फ्रेम राखिसकेको। अब चाहिँ मैले यसलाई फ्रेममा सेट गर्न लागिरहेको छु। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ भर्खर एउटा सानो चाका बनाउन सुरु गरेको रहेछ र मैले धेरै जसो माउरीहरू घरमा राखिसकेको छु। र यहाँ देखिराख्नु भएको छ मैले चाहिँ यो माउरीलाई फ्रेममा सेट गर्नको लागि यसरी खनाएको छु र जहाँसम्म अब सेट हुन्छ होला। र यहाँ देखिराख्नु भएको छ माउरीहरू यो फ्रेम भएकोतिर गइरहेको अवस्था छ। माउरी लगभग यो फ्रेममा सेट हुने खरखरमा छ। त्यस हुनाले अब चाहिँ मैले यो बोर्डलाई मिलाएर राखेर अनि ढक्कन लगाउनु पर्ने हुन्छ। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ माउरी लगभग यो फ्रेममा सेट भइसकेको कारणले अब चाहिँ मैले यसलाई ढक्कन लगाउन लागिरहेको छु। र दर्शकबिन यो ठाउँ चाहिँ अलि अनुकूल भएको कारणले बेला बखत यही ठाउँमा चाहिँ आइरहेको छ माउरी र यति बेला चाहिँ माउरी खासै उडेको छैन। र दर्शकबिन मैले नयाँ बोर्डमा बसेको माउरीलाई फ्रेममा सेट गरिसकेको छु। र दर्शकबिन आजको भिडियो के कस्तो लाग्यो प्रतिक्रिया जनाउन नभुल्नु होला र यदि मेरो च्यानलमा नयाँ आउनुहुन्छ भने सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। धन्यवाद।